ल साथी म तपाईहरुको माझमा चाहिँ आज चाहिँ बटर चिकनको रेसिपी लिएर आएको छु हैन। तपाईहरुले चाहिँ कसरी बनाउनु हुन्छ मैले चाहिँ यसरी बनाउँछु हैन। मसलाको पहिला दहीलाई ठ्याक्क फिटेपछि हैन चिकनलाई हाल्दिसकेपछि अब चिकन चाहिँ तपाईको यसलाई मेरिनेट गरेर 15-20 मिनेट जति तपाईको अब यसलाई चाहिँ राख्दिन्छु हैन। ढ्याक्क चाहिँ ढाकेर हैन यसलाई राख्दिसकेपछि तपाईको अब चाहिँ मैले के गर्छु भने ढ्याक्क चाहिँ ए फायरमा हाल्दिन्छु हैन। ए फायरमा हाल्दिएर तपाईको यसलाई चाहिँ हैन ढ्याक्क लाएर 15 मिनेटमा चाहिँ यो चिकन पाक्छ हैन। अब तपाईको 15 मिनेटमा यसलाई चाहिँ त्यता हाल्दिसकेपछि अब तपाईको हैन अब चाहिँ उतातिर जाम है त तपाईको गिर्बीको तरफ है। गिर्बीमा चाहिँ सबभन्दा पहिला मैले हैन अदुवा र लसुन हाल्दिए तपाईको हैन। अदुवा र लसुन हालिसकेपछि तपाईको अब यसलाई हल्का काजु पनि हाले हुन्छ तपाईको हैन। प्याज टमाटरलाई तपाईको हल्का हालेर तपाईको यसलाई चाहिँ धेरै पकाउनु हुँदैन तपाईको हैन। हल्का अलिअलि तपाईको पकाइसकेपछि यसलाई चाहिँ मिक्सीमा हालेर यसलाई चाहिँ ग्रेभी बनाउनु पर्छ तपाईको हैन। ग्रेभी बनाइसकेपछि यसलाई ग्रेभी बनिसकेपछि अब तपाईको बटर चिकन हो। बटर चिकन भइसकेपछि तब त बटर त हाल्नै पर्यो हैन। बनाउन चाहिँ तपाईको बटरमा बनाउनु पर्यो है। अब बटर हालिसकेपछि तपाईको हैन ट्याक्क लाएर चाहिँ ग्रेभी पिस्नु भएको थियो त्यसलाई चाहिँ त्यसरी ठ्याक्क चाहिँ बटर उसमा हाल्नुस् हैन। यसमा हालिसकेपछि यसलाई चाहिँ तपाईको हैन बिस्तारै तपाईको मसलाहरु अब तपाईको हालिसकेपछि यसलाई चाहिँ हल्लाउनुस् हैन तपाईको हैन। हल्लाइसकेपछि अब तपाईको यसमा चाहिँ ट्याक्क लाएर चाहिँ तपाईको हैन मसला हाल्नुस्। अब मसला त हाल्नै पर्यो तपाईको हैन। मिर्चीहरु अब धनिया पाउडर के मिर्ची तपाईले मसला हाल्नुस् हैन। मसला हालिसकेपछि तपाईको यसलाई हल्का यस्तै पकाइरहनुस् हैन। मिक्स गरेर यसलाई पकाइरहनुस्। पकाएर यसलाई चाहिँ हल्का तपाईको अझै धेरै बेरसम्म हल्लाएर चाहिँ पकाउनु पर्छ काफी टाइम चाहिँ हैन। यसलाई पाकिसकेपछि तपाईको हल्का तेल छोड्न लाग्छ हैन। तेल छोडेपछि तपाईको अझै यसलाई म अझै पकाउँछु हैन। तपाईको हैन यसरी सुक्का बनाउँछु हैन। सुक्का बनाइसकेपछि तपाईको अब यसलाई पानी हालेर तपाईको गर्नुस् हैन। मेरो चिकन रेडी भयो। अब चाहिँ ट्याक्क यसमा चाहिँ मिक्स गरिदिनुस् तपाईको हैन। यसमा मिक्स गरिदिसकेपछि तपाईको हैन ट्याक्क लाएर चाहिँ यसलाई चाहिँ हल्का पकाइदिनु। माथिबाट ट्याक्क लाएर क्रिम हाल्दिनुस्। क्रिम चाहिँ मैले पछिबाट हालेछ नि यसमा भिडियो बनाइन छैन। यसरी बनाउनुस्। खानालाई चाहिँ रोटी पराठाको साथ यति मजा आउँछ साथी हैन। तपाईहरुले पनि खानुस्, इन्जोय गर्नुस् घरमै बनाएर। थ्यांक यू सो मच।